कतिपय कथा इतिहासका पुस्तकमा लेखिएका हुन्छन्, तर कतिपय कथा मानिसहरूको सम्झना, संस्कार र पुस्तौँदेखि जोगाइएका परम्परामा जीवित रहन्छन्। पाँचथर जिल्लाको फिदिम नगरपालिका 5 मताने बेसी, यहीँ जन्मिएको थियो एउटा सुन्दर परम्परा, बेठी। बेठी अर्थात् एउटै गाउँका सबै परिवार एक ठाउँमा भेला भएर नौमती बाजाको तालसँगै एकअर्काको खेतमा रोपाइँ गर्ने परम्परा। यो केवल खेती गर्ने तरिका थिएन, यो थियो एकता, सहकार्य र गाउँलेपनको सबैभन्दा सुन्दर उदाहरण। तर विक्रम सम्वत 2052 सालपछि सुरु भएको माओवादी सशस्त्र द्वन्द्वले गाउँको जीवन नै परिवर्तन गरिदियो। धेरै युवाहरू गाउँ छोडेर सहर र विदेशतिर लागे। खेती गर्ने हातहरू घट्दै गए, रोपाइँहरू रोकियो, उब्जाउ खेतहरू बाँझिन थाले र बिस्तारै बेठी केवल सम्झनामा सीमित हुन पुग्यो। तर केही परम्पराहरू समयसँगै हराउँदैनन्, ती फेरि कसैको प्रयासले बिउतिन्छन्। मताने बेसीमा फेरि गुन्जियो नौमती बाजा, फेरि खेतमा जुटे गाउँका मानिसहरू, फेरि एउटै लयमा चले हातहरू, फेरि रोपिए केवल धानका बिरुवा होइन, विश्वास, एकता र आफ्नै पहिचान। किनकि एउटा समुदायको शक्ति केवल विकासमा होइन, आफ्नो इतिहास र संस्कृतिलाई जोगाउने साहसमा लुकेको हुन्छ। आज मतानेमा पुनः सुरु भएको बेठीले एउटा सन्देश दिएको छ, परम्परा जोगियो भने इतिहास बाँचिरहन्छ, इतिहास बाँचिरह्यो भने आउँदो पुस्ताले पनि आफ्नो जरा कहिले बिर्सने छैनन्। यो किसानहरू जागृत हुन्,
एक अर्को कुरो अब यो अघि पिता पुर्खादेखिले गरेर आएको मेरा बाउ बुढाउदेखि गरेर आएको हुँदाखेरि मैले त्यही किसिमले अहिले ल्याएको र अहिलेको यो आधुनिक कृषि औजारहरूमा सही किसानलाई नबाँडेको हुनाले मैले त्यसैको आयोजनामा यहाँ र बाटोघाटो जस्तै कृषि औजार दिएको छ अब बाटो छैन बोकेर ल्याउने कुरा सकिएन त्यसो हुँदाखेरि आज मैले यो त्यसरी लाउँदाखेरि अरू मेयर र उपमेयरको वार्ड अध्यक्षको चाहिँ यो आँखा पुगुन् भनेर मैले यो बेटी आयोजना गरेको। मेरा बुवाले पहिला म जस्तै 22 सालले मान्छे हो 30 सालदेखि 50 सालसम्म निरन्तर लाउनु हो त्यस पछाडि छोडेर अनि दण्डकाल पनि सुरु भयो ओ 81 सालमा फेरि मैले लगाएको थिएँ फेरि अहिले दोहोऱ्याएर लगाउँदै यहाँ जम्मा हिउँदे बर्खे पहिला हिउँदे बर्खे दुइटै लाउने गरेको थियो अहिले चाहिँ खेताला गोठाला पाउने छोडो त्यसो हुँदाखेरि कठिनाइ बाटोघाटोको असुविधा भइयो त्यस कारण मैले बर्खेर पनि छोडेँ हिउँदे बर्खेर हुँदाखेरि 100 मुरी धान हुन्थ्यो अब अहिले बर्खे हिउँदे मात्रै 52-53 मुरी यस्तो हुन्छ बस्यो धान। यो बेटीलाई रोप्दाखेरि मैले सुनेको पिता पुर्खादेखि सुनेको आएको कुरा एक त इन्द्रजीले माथि खुसी हुन्छन् पानी पर्छ अर्को कुरो खेतको रमाइलो साथीभाइ अगम बगन वरिपरि इष्टमित्र छरछिमेकीले पनि यसरी नै हौसला यसरी गर्नु भन्ने एउटा रमाइलो गर्नु भनेर सुनेको थिएँ त्यही अनुसार मैले गरेको हुँ। अहिले मैले यी सबै सघाउने आएका हुन्। मेरो नाम लक्ष्मीप्रसाद चापागाई हो मेरो बुवा पदम प्रसाद चापागाई हुन्छ उहाँ अहिले 96 वर्षको हुनुहुन्छ 96 वर्षमा पनि यहाँ आउनुभएको छ अहिले। यो खेतको नाम मताने ब्यासी भन्छन् यसलाई।
हो त्यहाँबाट छिटो त म बनाइदिन्छु यता फर्के यता फर्के दिदी यहाँ हेर है देवी यहाँ हेर तपाईँको मताने खेतमा बेचिनेको बाजा बजाऊ है साथी आज त लक्ष्मी प्रसाद तपाईँको मताने खेतमा बेचीमा हिँडेको है जाउँ है साथी हो दिदी बहिनी दाजुभाइ पटुङ 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 जानेको बेठीमा हिँड्यो कि रोपाइ गर्न हिँड्यो यतिकै भइसक्यो भाइ हातमा चपल पटुङ 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 भाइ यता नि आउँदैन उतापट्टि तिमीहरूको कहाँ रोप्नु छ नानी सँगै आउनु ल सबैजना भइरहेछ यहाँ बाजा बजाउनु लागि यहाँ बाजा बजाउँदै आउनु ल एकछिन आन्टी एकछिन संसारभरिका इष्ट मित्र साथीभाइ छोराछोरी सबैले हेर्न पाउन् काठ लाउनु पर्यो यो चाहिँ यता फर्केको रह फिलिङ्स आउँदैछ आन्टी मेरो छाता हो नि दामी
यो किन बोकेको सानी तैँले मान्छे खोजिने हो यो मान्छे को गाडी खाइस अब ल असारे महिना फेरि रिपिट ल असारे महिना
दाजुभाइहरू चाहिँ आज हामी यहाँ उपस्थित भएको छौँ र हाम्रो जस्तो कृषि प्रधान देशमा यो बेलामा चाहिँ मानु खाएर मुरी उब्जाउने बेला हो। त्यही भएर हामी चाहिँ यहाँ अब चाहिँ उद्घाटन गर्न चाहिँ गइरहेका छौँ र मेयर साहबलाई चाहिँ धान रोपेर उद्घाटन गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। र बुवा हुनुहुन्छ 96 वर्षका बुवा पदमलाल चापागाई र उहाँलाई पनि पदम प्रसाद चापागाई रोपेर बिउ चढाएर आजको कार्यक्रम थालनी गरिदिनु। के भयो आँखा तपाईको? ए त्यस्तै हो मान्छे पछि खाने मान्छेलाई अलिअलि बित्ता केही हुँदैन।
फाइल